हेलो एभ्रिवान, गुड मर्निङ। र म चाहिँ अहिले जाँदैछु गाई खेदाउँदै र साथै फेरि जाँदा जाँदै पानी पनि परेर भन्नुहुन्छ गाई गोरु सबै जङ्गलतिर पसे फेरि। र आज चाहिँ मलाई यस्तो फिल भइरहेछ नि गाइस, पहिले सानोमा गाई गोरु चराएको जस्तो पनि फिल भइरहेछ क्या। सानोमा गाई गोरु चराउँदाखेरि चाहिँ पुरा पानी पर्दाखेरि गाई गोरु चाहिँ जङ्गल पस्थ्यो र गाई गोरु छोडिराखेर एक साइडमा आरामले बसिन्थ्यो छाता ओढेर। हो त्यस्तै फिल भइरहेछ, देख्न सक्नुहुन्छ गाई गोरु पनि जाँदैछन्। र आज चाहिँ पक्का गाइस मलाई चाहिँ गोठालो जत्तिकै ल्याइरहेछ। र हातमा चाहिँ के बोकेको भन्नुहुन्छ होला, यो चाहिँ झोला। हामीहरूको चाहिँ घरदेखि अलिक पर बारीमा चाहिँ माने दानाहरू छ र गाईलाई दाना ल्याउँ भनेर हिँडेको। गाई गोरुले चाहिँ यति झमेला गरिरहेछ, यति दिगदार गरिरहेछ नि, हेर्न सक्नुहुन्छ गाइस। गाई गोरु पनि जाँदैछन् र म पनि जाँदैछु। र पानी परेर गाइस भन्नुहुन्छ, गाई गोरुले यति दिगदार लगायो नि भन्नुहुन्छ। अहिले बल्ल जङ्गलबाट पनि निकालेर लिएर जाँदैछु गाइस। र तपाईँहरूलाई बारीसम्मको भिडियो देखाउँ भनेर सोचेको थिएँ, र पानी पर्नाले गर्दाखेरि मलाई चाहिँ अलिक भिडियो गर्न चाहिँ अलिक साह्रो पऱ्यो। र गाईहरू पनि लिएर जाँदैछु, त्यही भएर जङ्गलतिर पसिदिन्छन् बार। आज चाहिँ पक्कै पनि मलाई चाहिँ एकदम गाईको खोलो जस्तो लागिरहेको होला है गाइस। हेर्नुहोस् त, यता हातमा झोला, फेरि छाता छ, यता पानी परेको अवस्था। के गर्ने गाइस, गर्नै पऱ्यो काम त। अब गाई गोरुलाई पनि खेदाउनै पऱ्यो होइन, तर छोडेर पनि भएन गाइस। र अहिलेलाई चाहिँ यति नै, बाई।